आज पनि सदा जस्तै नेचुरल ग्रिनरीमा डुल्ने मनसाय भएका कारण यहाँ आइपुगेछौँ हामी। किम्बु पनि रहेछ, किम्बु रोमो सुब्बा लिम्बू यहाँ रहेको छ किम्बु। रुखहरूबाट हो या कहाँबाट हो यस्तो जुसहरू हुन्छ त्यहाँ छ। त्यहाँको छायामा के बसे चराचुरुङ्गीको आवाज यो भने त नेचुरल थेरापी हो नि। हेर्नुहोस् त, वाह कस्तो आनन्द छ, यहाँ बसिरहँ जस्तो क्या। अहिले झन् स्प्रिङको सिजनमा हरियो छ। अब चाहिँ म यो हरियो जङ्गल एरियाबाट बाहिरतिर निस्कँदैछु। अब कोका कोला खाऊँ। यति खिच्दै, यति देखाउँदै, यति भ्लग गर्दै, यति नेचुरल एरियामा घुम्दै आजको भ्लगमा यहाँ टुङ्ग्याउन चाहन्छु। म जङ्गल मङ्गलबाट बाहिर निस्केर अब घरतिर लाग्दैछु। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो भने तपाईँलाई थोरै धन्यवाद टक्राउन चाहन्छु। तपाईँको जिन्दगी फलोस् ठुलो आर्थिक मङ्गलमय शुभकामना। बाई बाई।